अघि बट मेदी रोकी मेदी सलाम ठोक सुन्दैन बोले दम त छ केटीमा दम त छ स्वास्थ्य कर्मीदेखि म्यादी परिसम्म म्यादी प्रहरीदेखि यता सुसी वुमेनसम्म है अनि सुसी वुमेनदेखि नेल आर्ट पनि है साथीहरू हाम्रो कन्टेन्ट चाहिँ म्यादी प्रहरी नै हुनेछ है सुन्दैछु पानी पर्यो तप तप पानी पर्यो तप तप भिजेको छु ओ सानो साङ्के पानी पर्यो सुन्दैछु पानी पर्यो तप तप पानी पर्यो तप तप भिजेको छु लिरिक्स मिलेन के मेरो ल सेवा है सेवा हाम्रो राई फ्यामिलीमा हामी आइपुग्यौँ हामी चाहिँ पानी परे पनि आकाश गर्जे पनि धरती फाटे पनि समुद्रै उर्लेर आए पनि छोरीले चाहिँ घुम्नु खोज्छ दिनमा एकचोटि बाहिर अक्सिजन खान्छु भन्छ छोरीको कर्कामा यसरी खुट्टा यसरी सुर्काएर है खुट्टा त यस्तो चिसो होइन ए छोरीको लागि भने ठुलै पर्दछ साथी हो के गर्नु अब हामी एकछिन ओत लाग्यौँ यहाँ पनि छड्के पानी त हानिरहेको छ वेदर चाहिँ यस्तो भइरहेको छ हेर्नु यति नमिठो गरी वेदर पानी परिरहेको छ ल यति ठुलो पानी माइ यता त्यहाँ किन नमारेको रेङ्गरको भिजी त सक्यो अनि ल यस्तो हावा छ भित्र दम त छ केटीमा दम त छ स्वास्थ्य कर्मीदेखि म्यादी प्रहरीदेखि यता सुसी वुमेनसम्म है अनि सुसी वुमेनदेखि नेल आर्ट पनि है साथीहरू पारा गर न पारा ल यहाँ म्यादी प्रहरीको सल्युट हेर्नुहोस् आमा गयो 1 2 1 2 1 2 1 2 1 2 बा फर्की ए सल्युट छ स्याबास पुसअप गर हातले काम गर्नु छोड्यो कि पक्रेर अनुहारबाट थाहा हुन्छ हावा कति आएको छ नि तर रेनकोट चाहिँ सही तिमीले कालो लिएको भए मलाई पनि हुन्थ्यो कि ए अनि पानी पर्दा चाहिँ होइन दुईजना यो भित्र पसेर हिँड्नु ऱ्याक भइहाल्छ नि त ऱ्याक पानी पर्दाखेरि चाहिँ मैले देखेँ अनुसार छाताभन्दा स्पेसल चाहिँ रेनकोट न त पोलिथिनको तपाईँको रेनकोट छ भने बबल नत्र रेनकोट सामान्य यो खालको किन्यो भने पनि बबल हुनेछ है तर होइन मैले भनेको छाताभन्दा राम्रो चाहिँ रेनकोट रहेछ क्या हावाले पनि केही पनि नहुने हिजोको हावाले छाताहरू यतातिर यो डस्टबिनहरू पुरै भरेको छ क्या है पानी फेरि अहिले पर्दैछ हामी आउँदा अहिले रहेर यस्तै मजाको दिन भइरहेको छ ठुलो लाइफको दिन भएको छ यो चाहिँ ट्याक्सीहरू मार्केटबाट निस्किने बित्तिकै यो ट्याक्सीहरू चाहिँ ट्याक्क पक्रेर बुढाहरू हिँडिहाल्छ उबर बोल्टहरू आउनेहरू यो पर्तिर रोक्छ त्यहाँ झट्ट चढ्ने हो हिँड्ने हो यहाँनिर अन्त योहरू चाहिँ ट्याक्सीहरू विकेन्डमा बबाले हुन्छ यहाँ चाहिँ जहिले पनि सिजनको फलहरू बेच्छ क्या कट्टुस अहिले चाहिँ बेचिरहेछ जाडोमा यहाँ पछि आइसक्रिम बेच्छ समरमा चाहिँ फेरि सिपाही अगाडिबाट ए रोकी सिपाही रोक्यो यहाँनिर सलाम ठोक गुड म्यादी प्रहरी अघि बट म्यादी प्रहरी अघि बट वा अब यहाँ त नि मेहंदी रोकी
यहाँ त लिफ्ट अनि यी कक्रोकै पनि हुने रहेछ म त एक्सर्साइज गर्ने मान्छेले ठिकै हो अनि पछाडि मान्छे आउँदो रहेछ पछाडि चाहिँ यस्तो छ छोरी हेर्दैछ छोरीको खुसीको लागि बाउ र आमा पनि पानी परेर पनि आगो पानी नभनिकन डुल्नै पर्ने रहेछ त के गर्ने अब म्यादी यता फर्केर सलाम ठोक गो न मिदी तेरो दिदी मिदी भइसक्यो टेन्सन नगर भन्दैन न मिदी मेदी परिमा कति थियो सेलरी कति थियो अरे 80-85 आएको थियो फर्स्ट संविधान बनाउने बेला म्यादी प्रहरी भनेको नि थाहा थिएन त्यति बेलै त फर्स्ट संविधान बनाउने बेलामा के त्यति बेलै थाहा पाएको म्यादी प्रहरी हुन्छ भन्ने नि अनि भाइलाई लगेर अनि त्यसपछि छनौटमा गएको त केटी त सेलेक्ट अनि एकछिन त छक्कै परे होइन म सेलेक्ट भएको हो कि होइन भनेर म चाहिँ हाइटमा फ्यालिन्छ होला सोचिरहेको थिएँ तर दिदीभाइ नै सेलेक्ट भयौँ अनि फेरि हल्ला थियो गाउँमा म्यादी प्रहरीमा गयो भने त 1 लाख रुपियाँ स्यालेरी हुन्छ अरे भनेर अनि त्यसपछि पछि त ट्रेनिङ गर्दै गयो अनि त्यति बेला जागिर खाएर बिचमा ब्रेक थियो मेरो 2-3 महिना जागिर छोडेर बसिरहेको थिएँ यता हस्पिटलमा अनि त्यसपछि त अब दिदीभाइले 2 लाख कमाउने भयो भनेर अब 2 लाख भनेको त त्यति बेला हाम्रो लागि धेरै ठुलो पैसा थियो धेरै ठुलै थियो अनि त्यसपछि अनि भनेर गयो अनि ट्रेनिङ गर्दै गयो फेरि म्यादीमा गइसकेपछि को छ यहाँ ब्याच के अरे एसएलसी पास गरेको सबैले हात उठाए +2 गरेको को छ 2-3 जनाले उठाए त्यसपछि ब्याचलर गर्ने को छ भनेको त यस्तो हात उठाएको त मैले यता उता हेर्छु त मै मात्र हो हात उठाउनु त ब्याचलरको त त्यसपछि त अनि ल स्मिता अबदेखि यो यहाँको ग्रुप लिडर भनेर अनि यहाँ के अरे परेड खेलाउने टोलीहरूलाई भनेर अनि इन्सपेक्टरले आदेश दियो अनि त्यसपछि त इन्सपेक्टरको आदेश आयो अनि त्यसपछि त भोलिपल्टदेखि त अनि पुरा फट सत्रक गर्नुपर्ने माथि डिलमा उभिएर मैले अनि त्यसपछि अनि गोडाफाट सत्र गर्नुपर्ने अनि टोली अगाडि बढ भनेर अनि खाना खुवाउनु लानुपर्ने अनि टोली अगाडि बढ भनेर अनि फेरि मन्दिरतिर झार उखाल्नु सफा गर्नु खोरहरू सफा गर्नु लानुपर्ने अनि जहिले परेड खेलाउँथेँ मैले अनि त्यसपछि पछि 2 महिना पनि राम्रो होइन 1.5 महिना जति ट्रेनिङ यताउता चुनाव भयो गरायो अनि त्यसपछि त स्यालेरी त 1 लाख त हल्ला मात्रै रहेछ कति 85,000 जति आएको थियो खानाको होटलमा खानाको तिर्दा ओर्दा जो 60-65-60,000 चाहिँ बचेको थियो 60,000 बचेको कति महिना गर्यो 1.5 महिना ल अब 60,000 चाहिँ बचेको थियो अनि तेरो दिदी म्यादी भइसक्यो टेन्सन नगर ल अब एक्चुअली यहाँ म्यादी प्रहरीको हामीले परेड हेरौँ ल अनि त्यसपछि अनि त्यो 60,000 चाहिँ मेरो अहिलेसम्म पनि छ कसरी भन्नु न के किनेको छौ त्यति बेला सुनको भाउ 60,000 थियो अनि 1 तोला सुन किनेको अनि मैले म्यादी प्रहरी ल टोली अघि बट खोइ त हुन्छ कि हुन्न एउटा हाले होला न हुन्छ चिन न टोली अघि बट यो यस्तो समय दिनु न म्यादी फेल अनि यस्तो हलाउँदै हिँड्नु ल तल परेड गर्ने अहिले है अहिले चाहिँ मान्छे चाहिँ भयो टोली सलाम ठोक टोली अघि बट टोली अरे दायाँ घुम ल बच्चाको चिल्ड्रेन पार्क है जी बच्चाहरूलाई खुसी बनाउनुको लागि यस्तो मजाले आफै घुमेकै हिउँ परेको हुनाले रहेछ वा वा
ल बेबीहरू ए यहाँ पोइन्ट हाल्नु रहेछ नि त यहीँ पोइन्ट हाल्नु रहेछ भन्दा यहाँ पैसा हाल्यो भने यो फनफन्ने घुम्दो रहेछ कि यता चाहिँ बच्चाको कोलम्बो है कोलम्बो ल्यान्ड बेबी हियर बच्चाहरू खेल्ने ठाउँहरू चाहिँ यहाँ सानै छ छोरीले देख्यो के रहेछ देख्यो छोरीले पनि विचार गर्दैछ ए ठुलो पर्छ त खेल्ने ठाउँ त यहाँ कस्तो वा ल बच्चाहरूलाई चाहिँ यहाँ फ्री खेल्ने ठाउँ बनाइदिएछ यहाँबाट छिर्ने माथि जाने अनि अर्को ठाउँबाट सिधै गरेर यहाँबाट झर्छ है यहाँबाट झर्छ यहाँबाट चढेर त्यहाँबाट झर्छ सारा वा दिदी आउँदैछ दिदी आउँदैछ सिधै चाहिँ यहाँ हेर नि दिदी हात दुख्यो के ला ठोक्यो के है ओ आहा ठोक्यो टाउको टोपी नलाएको सलाम र टोपी लगाएको सलाम गर्छु दुई खालको हुन्छ ल ल ल पहिले टोपी लाग्यो कि नलाएको अब म चाहिँ टोपी लगाएको कि नलाएको पहिला टोपी लगाएको कि नलाएको पहिला टोपी नलगाएको अनि त्यसपछि लगाएको म्यादी अघि बट म्यादी सलाम ठक ए ठोका न के टोपीसँग कि म्यादी अघि बट म्यादीको परीक्षण गरेँ आज कुनै चाहिँ मिलायो कुनै मिलाएन म चाहिँ सेक्रेटरी जी फोएसको ग्रुपको फेरि खतरा ट्रेनरमा चाहिँ फेरि है ल 70% पायो है जम्मा ल म्यादी 3 महिना स्यालेरी खाएको टोली नेताको देखियो 2 महिना हो म्यादीको पनि परीक्षण गरियो ल आज हाम्रो भ्लग चाहिँ रमाइलो कोलम्बोमा यसो छोरी डुलाउँदै गरियो हामी गएर चटपटे पार्टीमा भेटौँला अब चटपटेमा भेटौँला माया गरिदिनु ल यो च्यानलमा पनि अर्को मेरो इन्फर्मेसन च्यानल बलराम राई हो यो चाहिँ हाम्रो इन्टरटेनमेन्ट च्यानल जे गर्छौँ जसो गर्छौँ के गर्छु सबै तपाईँले यहाँबाट थपाउनुहुन्छ र अर्थपूर्ण चिजहरू पनि दिन्छौँ तपाईँहरूलाई काम लाग्ने चिजहरू पनि सेयर गर्छौँ है पोर्चुगलमा फ्यामिलीको विषयमा हस्पिटलको विषयमा यहाँको केही नीति नियमको विषयमा यहाँबाट पनि हामी पब्लिस गर्नेछौँ अहिले चाहिँ हामी आइतबार मार्केट अब हामी चटपटे पार्टी खान्छौँ अब अगाडि कोलम्बो यस्तो छ चाहन्छौँ म्यादी आजको हाम्रो कन्टेन्ट चाहिँ म्यादी प्रहरी नै हुनेछ है खैरेले हात ठडाउँदैछ हाम्रो भ्लगमा जोडिने अरे रहर गर्छ के कसै धन्यवाद अब परै भेटौँला है बाई बाई डस्टबिनहरू यसरी ठ्याक जताततै राख्दै हुन्छ हाम्रो देशमा पनि यसरी राख्दियो भने बबल हुने थियो यो चाहिँ प्रिमो दामी बनाइदिएको रहेछ प्रिमो डियो सबै कम्पनीको यहाँ हरेक चिजहरू पाउन सकिन्छ ल घरमा आएर चाहिँ अब हाम्रो चटपटे पार्टी है त झ्याप्पै खाने महिनामा 1-2 चोटि खानुपर्छ सबै चिज मिसेको हुन्छ अलिकति कार्ब्स पनि छ यसलाई पेरिहालिन्छ बसिरहेछ छोरीले पनि अगाडि बढ्न चाहन्छ खानको लागि लास अगाडि बढिरहेछ कन्ट्रोल गर्ने गाह्रो भइरहेछ यता यी आमालाई है लडी खाऊँ त आमा म्यादी खाउँ त म्यादी ओ म्यादी ठिक छ म्यादी बाई बाई अमिलो पिरो लाग्यो नि क्या यहाँ भन्दा चाहिँ पिरो अमिलो खान्छ जानु इन्डियातिर